हाङ्गुके छ्वासिक मुन्हुवा भनेको चाहिँ कोरियाको भुइँमा बस्ने संस्कृति। हाङ्गुकिन दुरुन फाङ्गिना मारुए फादागे आन्जा छ भनेको चाहिँ कोरियनहरू चाहिँ कोठा वा काठको सतहमा बसेर चाहिँ सिक्सारुल हागना भनेको चाहिँ खाना खाने वा हिउसिगुल छुइ हानुन भनेको चाहिँ आराम गर्ने छ्वासिक मुन्हुवारुल खाजीको इत्सुम्निदा भनेको चाहिँ भुइँमा बस्ने संस्कृति छ्वासिक मुन्हुवालाई चाहिँ अपनाएका छन्। इरहान छ्वासिक मुन्हुवानुन भनेको चाहिँ यस्ता भुइँमा बस्ने संस्कृति चाहिँ खाजोकिना खाकाउन छिङ्गु दुलखिरी हाम्के भनेको चाहिँ परिवार वा नजिकको चाहिँ साथीहरूसँग चाहिँ सँगै सोथोङ हागो युदेगामुल ह्याङसँग हानुन्दे भनेको चाहिँ कुराकानी गरेर चाहिँ सम्बन्धको भावनालाई चाहिँ मजबुत गर्ने चाहिँ अथवा मजबुत गर्न चाहिँ थोमुल छुम्निदा भनेको चाहिँ सहयोग दिन्छ। छ्वासिक मुन्हुवारो इन्हे भनेको चाहिँ भुइँमा बस्ने संस्कृतिको कारण चाहिँ हाङ्गुक सारामदुरुन भनेको कोरियन मानिसहरू चाहिँ थेफुबुन छिबान एस सिनबारुल फद्गो भनेको चाहिँ अधिकांश घरभित्र चाहिँ जुत्ता चप्पल खोलेर सेङ्वाल हामिय भनेको चाहिँ जीवनयापन गर्छन्। फादागे आन्जास सिक्सारुल हानुन सिक्ताङ्दो भनेको चाहिँ भुइँमा बसेर चाहिँ खाना खाने रेस्टुरेन्ट पनि चाहिँ सुइबिए फोल्सुएत सुम्निदा भनेको सजिलो गरी चाहिँ देख्न सकिन्छ। छ्वासिक मुन्हुवागा हेन्डे एदो भनेको चाहिँ छ्वासिक मुन्हुवा भनेको चाहिँ भुइँमा बस्ने संस्कृति चाहिँ आधुनिकमा पनि चाहिँ छिसोक दोइनुन इयुनुन भनेको चाहिँ जारी रहने कारण चाहिँ हाङ्गुके छन्थोङ नानबाङ फाङ्सिगिन भनेको चाहिँ कोरियाको परम्परागत कोठा तताउने प्रणाली ओन्दोरे यङह्याङ तेमुनिरागो हाम्निदा भनेको चाहिँ कोठा तताउने प्रणाली चाहिँ ओन्दोलको प्रभावको कारणले हो। ओन्दोरुन भनेको चाहिँ ओन्दोल चाहिँ फादागुल तातु धागे हानुन भनेको चाहिँ सतहलाई चाहिँ न्यानो गरी चाहिँ गर्ने हाङ्गुके छन्थोङ नानबाङ सिसु थेमुरो भनेको चाहिँ कोरियाको परम्परागत कोठा तताउने प्रणालीद्वारा चाहिँ यर खागुगा मोय भनेको चाहिँ धेरै परिवारहरू भेला भएर चाहिँ सानुन आफातु एसदो भनेको बसोबास गर्ने अपार्टमेन्टमा पनि फाइफुरुल फादाके कारा तुगाउन भनेको चाहिँ पाइपलाई चाहिँ भुइँमा चाहिँ बिछ्याइ चाहिँ तुगाउन मुरुल भनेको चाहिँ तातो पानीलाई चाहिँ सुनहान सिखिनुन भनेको चाहिँ सर्कुलेट गर्ने फाङ्सिगुरो भनेको तरिकाद्वारा चाहिँ सायङ थोइमिदा भनेको चाहिँ प्रयोग गरिन्छ। फाके सनुन छुरो सोफाना विजाए आन्जा भनेको चाहिँ बाहिर चाहिँ मुख्य गरी चाहिँ सोफा अथवा कुर्सीमा चाहिँ बसेर सेङ्वाल हानुन छल्मुन साराम दुल्दो भनेको चाहिँ जीवनयापन गर्ने जवान मानिसहरू पनि छिबा नेसनुन भनेको चाहिँ घरभित्र चाहिँ छाजु तातु थान फादाके आन्जा भनेको चाहिँ प्राय चाहिँ न्यानो भुइँमा चाहिँ बसेर चाहिँ टिभी रुल फोगाना स्विगिदो हाम्निदा भनेको चाहिँ टिभी हेर्ने अथवा आराम गर्ने पनि गर्दछन्। माथिबाट अब नेपालीमा एकचोटि कोरियाको हाङ्गुके छ्वासिक मुन्हुवा भनेको चाहिँ कोरियाको भुइँमा बस्ने संस्कृति। कोरियनहरू चाहिँ कोठा वा काठको भुइँमा चाहिँ बसेर चाहिँ खाना खाने वा आराम गर्ने चाहिँ भुइँमा बस्ने संस्कृति चाहिँ अपनाएका छन्। यस्ता भुइँमा बस्ने संस्कृति छ्वासिक मुन्हुवा चाहिँ परिवार वा नजिकको साथीहरूसँग चाहिँ कुराकानी गरेर सम्बन्धको भावनालाई चाहिँ मजबुत गर्न चाहिँ सहयोग दिन्छ। भुइँमा बस्ने संस्कृतिको कारण चाहिँ कोरियन मानिसहरू चाहिँ अधिकांश घरमा चाहिँ अथवा घरभित्र चाहिँ जुत्ता चप्पल खोलेर जीवनयापन गर्छन्। भुइँमा चाहिँ बसेर खाना खाने रेस्टुरेन्ट पनि सजिलै चाहिँ देख्न सकिन्छ। छ्वासिक मुन्हुवा भनेको चाहिँ भुइँमा बस्ने संस्कृति चाहिँ आधुनिकमा पनि निरन्तर जारी रहने अथवा जारी रहने कारण चाहिँ कोरियाको परम्परागत कोठा तताउने प्रणाली ओन्दोलको प्रभावको कारणले हो। ओन्दोरुन भनेको चाहिँ ओन्दोल चाहिँ भुइँलाई चाहिँ न्यानो गर्ने अथवा न्यानो गरी गर्ने चाहिँ बनाउने अथवा बनाउने चाहिँ कोरियाको चाहिँ परम्परागत कोठा तताउने प्रणालीद्वारा चाहिँ धेरै परिवार जम्मा भएर बसोबास गर्ने अपार्टमेन्टमा पनि पाइपलाई चाहिँ भुइँमा चाहिँ बिछाएर तातो पानी चाहिँ सर्कुलेट गर्ने अथवा तातो पानी चाहिँ घुमाउने चाहिँ तरिकाद्वारा चाहिँ प्रयोग गरिन्छ। बाहिर चाहिँ मुख्य गरी चाहिँ सोफा अथवा कुर्सीमा बसेर चाहिँ जीवनयापन गर्ने जवान मानिसहरू पनि चाहिँ घरभित्र चाहिँ प्राय न्यानो भुइँमा चाहिँ बसेर टिभीलाई हेर्ने अथवा आराम गर्ने गर्दछन्।